सो हेलो एभ्रिवान आज चाहिँ हामी यो टपिक पढ्छौँ है त प्रेसर एक्जर्टेड बाई रियल ग्यास। त्योभन्दा अगाडि चाहिँ हामी थोरै केही कुराहरूलाई डिस्कस गर्छौँ, जस्तो प्रिभियस कुराहरूलाई डिस्कस गर्छौँ। जस्तो पहिलो कुरा के भन्दा काइनेटिक मोलिकुलर थ्योरी अफ ग्यास। अब हामीलाई के थाहा छ भने यहाँ यसको हामी एक दुईवटा मतलब पोस्टुलेट स्टडी गर्छौँ, हामीलाई काम लाग्ने मात्र। अब यसले के भन्छ भने त मोसन अफ मतलब मुभमेन्ट अफ gaseous molecules is random in 3D space है भन्नाले कुनै पनि ग्यासियस मोलिकुल चाहिँ जता नि मुभ गर्न सक्यो क्या एउटा 3D स्पेसमा है। अनि अर्को के हो त भने त अब यो मुभ त गर्छ है, मुभ गरेपछि कतै न कतै त ठोकिन्छ होइन। सो कोलिजन बिट्विन gaseous molecules or जुन त्यो कन्टेनरमा हुन्छ gaseous molecules with the container is perfectly elastic in nature हुन्छ है। यो भन्नाले के बुझिन्छ पर्फेक्टली इलास्टिक हुनु भनेको चाहिँ के हो भने द्याट इज नो लस अफ के त मोमेन्टम है। अनि अब यति कुरा त पढ्यौँ, हामीलाई यति दुईवटा कुरा लेख्न हुन्छ यो त्यसको लागि। अनि अर्को कुरा के भनेको भने त रुट मिन स्क्वेयर अफ स्पिड। अब हामी सबैलाई थाहा छ यो एउटा सपोज यहाँनिर ग्यासियस मोलिकुल्सले गरेको एउटा ठाउँ छ अरे। अब यहाँमध्ये हरेक मोलिकुल के गर्छ, हरेक मोलिकुलले के गर्छ, आफ्नो ऱ्यान्डम मुभमेन्ट सो गर्छ। हो त्यो ऱ्यान्डम मुभमेन्ट सो गर्दाखेरि जस्तो यसको यो ग्यासियस मोलिकुलको भेलोसिटी चाहिँ U1 छ अरे है, यसको U2 छ अरे, अनि यसको U3 छ अरे। हो त्यस्तै गर्दा चाहिँ यहाँनिर कतिवटा छ त मानौँ Nवटा छ अरे। भनेपछि अब रुट मिन स्क्वेयर भनेको चाहिँ के हुन्छ त भने रुट मिन स्क्वेयरलाई चाहिँ हामी यो C बारले डिनोट गर्छौँ है। C भनेको के त स्पिड है। यो के हुन्छ भने त अब यसको स्क्वेयरहरू गर्दै जाने के, जस्तो UN को स्क्वेयर प्लस U2 को स्क्वेयर प्लस U3 को स्क्वेयर प्लस गर्दा गर्दै कतिवटा छ त Nवटा छ नि त UN को स्क्वेयर बाई के गर्ने त बाई कतिवटा छ त पार्टिकल्स भन्दा Nवटा छ। अनि यसको के गर्ने त अब हामीले त रुट मिन स्क्वेयर अफ स्पिड भन्यौँ, यसको यहाँनिर स्क्वेयर गर्ने, यसपछि के आउँछ त यसलाई नै भन्छ हाम्रो रुट मिन स्क्वेयर है त। अब त्यसपछि अर्को हामीले गर्नुपर्ने कुरा के हो भने त अब हामीले मेन टपिकमा आउने है त। के हो हाम्रो मेन टपिक भन्दा प्रेसर एक्जर्टेड बाई एन आइडियल ग्यास इन 3D स्पेस हो। अब त्यसको लागि हामी के गर्छौँ भने यहाँनिर हामीसँग एउटा क्युब छ, मानौँ क्युब छ है। अब यो क्युबभित्र हामी के गर्छौँ भने एउटा पार्टिकल छ सोचौँ है। जस्तो यहाँनिर एउटा 3D स्पेस हो नि त क्युब भनेको त, यहाँ एउटा पार्टिकल छ अरे है। अब यसको भेलोसिटिजलाई यो त के हुन्छ, यो ग्यासको मोलिक्युल हो नि त, ग्यासको मोलिक्युल हो भनेपछि यसको मुभमेन्ट ऱ्यान्डम हुन्छ भन्ने कुरा त हामी अघि काइनेटिक मोलिकुलर थ्योरी अफ ग्यासेसबाट पढिसक्यौँ। अब सो यसको मुभमेन्टलाई चाहिँ मैले के गर्दैन, यसको मुभमेन्टमा नि केही न केही भेलोसिटी त होला। हो त्यसको भेलोसिटिजलाई मैले कम्पोनेन्ट्समा तोडिदिएँ है त, कम्पोनेन्ट्समा तोडिदिएँ ल। अनि एक्सतिरको कम्पोनेन्टलाई मैले U भनिदिएँ, वाइतिरकोलाई V भनिदिएँ, र जेडतिरकोलाई के भनिदिएँ W भनिदिएँ। तर के हुन्छ एक्चुअलमा चाहिँ यसको भेलोसिटी कति हुन्छ त यहाँनिर आएको हुन्छ, यसलाई मैले C भनिदिएँ, C हुन्छ। अनि यहाँदेखि के थाहा हुन्छ त भने अब हामी सबैले भेक्टर्स त पढाइ नै छौँ है। सो एक्स कम्पोनेन्ट अफ भेलोसिटी अफ द्याट पार्टिकल के हुन्छ, अफ द्याट सानो पार्टिकल के हुन्छ, एउटा मात्र पार्टिकलको कुरा गरौँ मैले हामी एकछिनको लागि है। त्यो पार्टिकल के हुन्छ भन्दाखेरि त U हुन्छ, अनि Y को के हुन्छ त V हुन्छ, अनि Z को के हुन्छ W हुन्छ। सो नेट चाहिँ कति हुन्छ त C भन्दाखेरि हामीले के भन्नु पऱ्यो, C स्क्वायर इक्वल्स टु U स्क्वायर प्लस V स्क्वायर प्लस W स्क्वायर हुनु पऱ्यो है। अब हामीले चाहिँ के निकाल्ने हो त, यसको त प्रेसर निकाल्ने हो होइन। हरेक मोलिकुलले दिने यहाँनिर प्रेसर निकाल्ने हो। त्यो प्रेसर के हो त भन्दा P हो नि त। P इक्वल्स टु के हुन्छ त F/A हुन्छ। यो त सबैलाई थाहा भएको कुरो, सानो क्लासमा नि पढेको कुरा हामीले। सो अब यहाँनिर लाग्ने टोटल फोर्स निकालौँ न त है, टोटल फोर्स निकालौँ न त। सो अब टोटल फोर्स चाहिँ के हुन्छ होला त, सपोज यो पार्टिकलको मास चाहिँ के छ अरे M छ अरे है। टोटल फोर्स के हुन्छ त ल, फोर्स के हुन्छ त भन्दाखेरि फोर्स भनेको त हामी सबैलाई थाहा छ के हो, F इक्वल्स टु
एमए हो। तर यो त हामी के गर्थ्यौँ सानो क्लासमा गर्थ्यौँ। अब ठुलो क्लासमा आएपछि हामी यसलाई के भन्छौँ त मोमेन्टम, टोटल मोमेन्टम मतलब नेट के भन्छ चेन्ज इन मोमेन्टम बाई टाइम टेकन भन्छौँ। सो चेन्ज इन मोमेन्टम भन्ने चाहिँ अब के हुन्छ त यो फिगरमा हेरौँ है त। जस्तो तपाईँको यो पार्टिकल यहाँ गयो, यो पार्टिकल के गर्थ्यो त यतादेखि यता आयो, यहाँ मुभ भयो, यहाँ कोलिजन भयो नि त यसको। कोलिजन भएपछि फर्स्ट यसको इनिसियल मोमेन्टम के भयो त, यसको इनिसियल मोमेन्टम के भयो, इनिसियल मोमेन्टम के भयो त, इनिसियल मोमेन्टम भयो यसको एमयू। फाइनल मोमेन्टम के भयो त भन्दाखेरि अब यो यता फर्कियो क्या, यो पार्टिकल के भयो कोलिजन पर्फेक्टली इलास्टिक थियो त्यही भएर मोमेन्टम लस भएन, यो डाइरेक्टली यता फर्कियो। डाइरेक्टली यता फर्कियो भनेपछि त, डाइरेक्टली यता फर्कियो भनेपछि के हुन्छ यसको मतलब फाइनल मोमेन्टम के हुन्छ, फाइनल मोमेन्टम के हुन्छ, हामी एक्स डाइरेक्सनको मात्र कुरा गर्दैछौँ है, एक्स डाइरेक्सन, इन एक्स डाइरेक्सन। फाइनल मोमेन्टम के हुन्छ त माइनस एमयू हुन्छ नि त, किनभने त के हो यो ठ्याक्कै फर्क्यो नि त यतापट्टि, त्यही भएर अब यो अब डेल पी के हुने रहेछ त यहाँदेखि भन्दाखेरि फाइनल मोमेन्टम माइनस इनिसियल मोमेन्टम माइनस एमयू के हुने रहेछ 2mu हुने रहेछ, -2mu हुने रहेछ। अब यो पार्टिकल के हो त, यो पार्टिकलले प्रड्युस गरेको मोमेन्टम हो, पार्टिकलमा प्रड्युस भएको मोमेन्टम। अब हामीले त के हेर्नुपर्छ, यो वालको नि हेर्नुपर्छ। अब यो कोलिजन ठ्याक्कै इलास्टिक थियो भने त यिनीहरूको नेट मोमेन्टम कति हुनु पऱ्यो, 0 हुनु पऱ्यो नि त, नेट मोमेन्टम लस 0 हुनु पऱ्यो। सो वालमा लागेको चाहिँ कति हो त डेल पी अन वाल, डेल पी अन वाल भनेपछि कति हुनु पऱ्यो +2mu हुनु पऱ्यो नि त, यो त मैले भन्नु पर्दैन होला 2mu हुनु पऱ्यो। सो अब यहाँनिर यो हामीले फोर्स त के को हेर्न खोज्दैछौँ, फोर्स त हामीले यसमा लाग्ने हेर्न खोज्दैछौँ, यो त्यसमा लाग्ने। सो हामीले F = अब 2mu/t लेख्न पायौँ नि अभियसली पनि। अब टी हेरौँ है, टी के हुने रहेछ त, टी भने के हो टाइम टेकन हो। टाइम टेकन के त यो यहाँ पुगेर यहाँ आउने टाइम टेकन हो नि त। अब मानौँ होइन यो क्युबको लेन्थ चाहिँ के छ अरे, लेन्थ के छ अरे एल छ अरे, लेन्थ हो, यहाँदेखि यहाँ ट्राभल गर्दा एल भयो है। हाम्रो टाइम टेकन इक्वल्स टु मतलब भेलोसिटी इक्वल्स टु डिस्टेन्स बाई टाइम टेकन हुन्छ नि, यसको भेलोसिटी हामीले यु राखेको छौँ। सो यु यहाँ जाँदाखेरि एउटा एल डिस्टेन्स ट्राभल गर्यो, अनि फर्किँदाखेरि पनि त एल नै डिस्टेन्स ट्राभल गर्यो नि त, हो कि होइन त, हो। भनेपछि यो कुरा हामीले साइडमा गरिराख्ने यस्तो कुरा, यु इक्वल्स टु 2l/t हुने रहेछ, अनि टी इक्वल्स टु के त 2l/u हो। सो अब यो कुरालाई पनि लगेर हामी यो इक्वेसनमा हालौँ न त होइन। यो इक्वेसनमा हालेपछि के हुन्छ त भन्दाखेरि F = 2mu/, अब 2l त मैले मुनि नै राखेँ, अनि u लगेर माथि मल्टिप्लाई हुँदा u² आयो नि त, अनि यो 2 र यो 2 काटियो, अनि यहाँदेखि के आयो त F = के आयो mu² l है। हामीले डिराइभ गर्न खोजिरहेको कुरा के हो भने त P प्रेसर = 1/3 रो डेन्सिटी इन्टु c बारको स्क्वायर। हामीले एक्चुअलमा डिराइभ गर्न खोजेको कुरा चाहिँ यो। सो अब कतै यतैतिर आइरहेछ जस्तो लाग्दैछ मलाई चाहिँ। सो अब यहाँदेखि त फोर्स हाम्रो निकाल्यौँ, हामीले फोर्स निकाल्यौँ। अब हामीले निकाल्नु पर्ने के हो त भन्दाखेरि प्रेसर हो नि त। प्रेसर भने के हो त फोर्स बाई एरिया हो। सो फोर्सको भ्याल्यु मैले राखेँ, प्रेसर फोर्सको भ्याल्यु राखेँ, के हुन्छ फोर्सको भ्याल्यु mu²/l इन्टु ए है। अब नोटिस गर्नुपर्ने कुरा भनेको के हो भने, कुरा चाहिँ के हो त नोटिस गर्नुपर्ने भनेको ए इन्टु एल भनेको त हाम्रो भोल्युम हो कि होइन त, ए इन्टु एल भनेको भोल्युम। हामीले भोल्युमलाई केले डिनोट गर्दैनौँ, भीले डिनोट हान्यौँ है। भोल्युमलाई हामीले केले डिनोट हान्यौँ, भीले डिनोट हान्यौँ। mu² के आयो, भी आयो। अब यो प्रेसर त के हो, एउटा पार्टिकलले यो क्युबमा लगाएको प्रेसर हो। सो अब सबै पार्टिकल्सहरूले लगाएको प्रेसर के हुन्छ एक्स डाइरेक्सनमा, px = सपोज अब प्रेसरहरू के हुँदै जान्छ, एडिटिभ हुन्छ प्रेसर, P2 प्लस P3 प्लस कतिवटा छ त पार्टिकल्स, n वटा छ हो। अब यो कुरा मैले यसरी लेखेँ, अनि त्यसपछि अब यो कुराहरूलाई त यहाँनिर m/b भयो भने भोल्युम, u² प्लस m/b u1 हुन्छ है, u2 को स्क्वायर प्लस m/b u3 को स्क्वायर प्लस डट गर्दै कतिसम्म त m/b un को स्क्वायरसम्म। सो अब यहाँदेखि मैले के कमन लिएँ भने त m/b कमन लिँदै है। यो m के हो, यो मास अफ, यहाँनिर m के हो त मास अफ वान पार्टिकल। अब यहाँनिर के हुने भयो त u1 को स्क्वायर प्लस u2 को स्क्वायर प्लस गर्दा कतिसम्म un को स्क्वायरसम्म आउने भयो है, इक्वल्स टु m/b हो नि।
सो अब अब के गर्ने होला त हामीले भन्दा अब हेर त अब यहाँनिर आउँछ हाम्रो के को काम आउँछ रुट स्क्वायर मिनको काम आउँछ क्या कसरी भने अब यो खालको एक्सप्रेसन हेर त यो खालको एक्सप्रेसन अघि हामीले कहाँ देखाएको थियौँ रुट स्क्वायर मिनमा देखाएको थियौँ कि थिएनौँ त यहाँ हेर त रुट स्क्वायर मिनमा देखाएको थियौँ अब त्यही कुरालाई मुनि यसो रिकल गरौँ है त मैले यसको रुट स्क्वायर मिललाई के भन्दै यो यत्रो टर्महरू छ नि त यसको यु बार भन्ने मैले यसलाई यु बारको स्क्वायर भन्दै इक्वल्स टु के हुनेको त यु वानको स्क्वायर प्लस यु टूको स्क्वायर प्लस गर्दा कतिसम्म यो एनको स्क्वायर हुनेको बाई कतिवटा हुने पऱ्यो एनवटा हुने पऱ्यो नम्बर पार्टिकल्स मैले एन भनिदिएँ है सो अब यो एक्सप्रेसनको भ्याल्यु के हुन्छ त यु बारको स्क्वायर इन्टु एन हुन्छ कि हुन्न त हुन्छ नि भनेपछि इक्वल्स टु भी यु वानको स्क्वायर प्लस यु टूको स्क्वायर प्लस डट डट गर्दै यु एनको स्क्वायरसम्म हुन्छ एनवटा सो त्यो कुराले यहाँ लेखौँ है त यु बारको स्क्वायर इन्टु एन यो आयो त आयो नि अब त्यसपछि अब हामी के गर्छौँ मलाई त पी पी इक्वल्स टु भनौँ है अब पिएक्स इक्वल्स टु भनौँ एम बाई भी यु बारको स्क्वायर इन्टु एन छ अब हामीलाई के कुरा थाहा हुनु पऱ्यो भने यो पार्टिकल छ है यिनीहरू पार्टिकल चाहिँ के हुन्छ मोसन ऱ्यान्डम हुन्छ तर सबैतिरको भेलोसिटी चाहिँ के हुन्छ सेम हुन्छ भन्नाले के हो त यु स्क्वायर इज इक्वल्स टु भी स्क्वायर इज इक्वल्स टु डब्लु स्क्वायर हुनै पऱ्यो भनेपछि यिनीहरूको के हुन्छ रुट मिन पनि सेम हुनैपर्छ क्या डब्लु स्क्वायर हुनै पऱ्यो अब अघिको एक्सप्रेसनले के भनेको थियौँ भन्दा हामीले सी स्क्वायर इक्वल्स टु यु स्क्वायर प्लस भी स्क्वायर प्लस डब्लु स्क्वायर हुनै पऱ्यो अनि सी बारको स्क्वायर इक्वल्स टु यु बारको स्क्वायर प्लस भी बारको स्क्वायर प्लस डब्लु बारको स्क्वायर हुन्छ नै हुन्छ किन त अघि हामीले यहाँ भनेको थियौँ यहीँनिर भनेको थियौँ है अनि मुनि आएर अब यो के हुन्छ भने त अब यो सबै तिनटै कुरा इक्वल हुन्छ मैले भन्दै यहाँबाट पनि यो तिनटै कुरा इक्वल हुन्छ नि त सी बारको स्क्वायर इज इक्वल्स टु 3 यु बारको स्क्वायर भन्ने यसलाई है अनि यु बारको स्क्वायर इक्वल्स टु सी बारको स्क्वायर बाई 3 हुने पऱ्यो है त सो यो कुरालाई यहाँ लगौँ अनि राखौँ अब चाहिँ हामीले के को ट्रममा ल्याइसक्यौँ त तिनटैको ट्रममा ल्याइसक्यौँ नि त त्यही भएर हामी के गर्छौँ अब सबै पार्टिकल्सहरू आइसक्यो यो एन भनेको अल पार्टिकल्स हो अल पार्टिकल्स यो मास भन्ने एउटा पार्टिकलको अनि एन भन्ने त्यसको भोल्युम भन्ने त के हो पुरै बक्सकै भोल्युम हो अनि यति बेलासम्म हामी पिएक्स मात्र पारिरहेको थियौँ किन त किनभने हामीसँग यु बार के थियो एउटा डाइरेक्सनको मात्र थियो अब हामीले तिनटै डाइरेक्सन्सको कुरालाई ल्याइसक्यौँ यहाँनिर बाई भी इन्टु यु बारको स्क्वायर भने सी बारको स्क्वायर बाई 3 इन्टु एन हो नि त सो पी इक्वल्स टु एम बाई भी 3v अनि सी बारको स्क्वायर एन आयो आइपुग्यौँ है पी इक्वल्स टु एम बाई 3v अनि सी बारको स्क्वायर एनसम्म हामी आइपुग्यौँ अब यसलाई हल्का एरेन्ज गरौँ है त यसलाई के लेखौँ भने त एमएन बाई 3v इन्टु सी बारको स्क्वायर भनौँ है त बार हो है अनि यो 3लाई नि किन यहाँ लेख्नु होइन यो 3लाई पनि यतानिर लेख्छौँ 1/3 पारिदिउँ है त सो अब हामी एउटा सबै इक्जाम्पल हेर्छौँ ल यो एम यहाँनिर एम भन्ने के हो मास अफ वान पार्टिकल हो मास अफ वान मोलिक्युल हो भनौँ मास अफ वान मोलिक्युल हो अनि एन भन्ने के हो नम्बर अफ मोलिक्युल्स CULES नम्बर अफ मोलिक्युल्स हो सो अब जस्तो मैले तपाईँलाई एउटा इक्जाम्पल दिएँ है त एउटा यहाँ कन्टेनर छ है एउटा कन्टेनर छ यो कन्टेनरमा मानौँ यसरी पार्टिकल्सहरू छरेका छन् है अब यो छरिएको पार्टिकल्सको एउटा पार्टिकलको वेट चाहिँ 2 ग्राम छ अरे अनि यहाँ कतिवटा छ अरे 10वटा पार्टिकल छ अरे यिनीहरूको टोटल वेट चाहिँ कति हुन्छ त भन्दा m इक्वल्स टु 10 × 2 हुन्छ कि हुन्न त हुन्छ नि 20 हुन्छ नि त हो त्यसरी नै अब यहाँनिर के छ पार्टिकल छ अरे है मतलब m मास भएको nवटा पार्टिकल छ अरे भनेपछि टोटल वेट टोटल मास कति हुन्छ mn हुन्छ कि हुँदैन त टोटल मास भनेको यो ठुलो एमले भनिदिउँ टोटल मास भनेको कति हुन्छ nm हुन्छ अथवा nm हुन्छ है सो अब ल लाइक केमिस्ट्रीको हिसाबले नै हेरौँ न त अलिकति केमिस्ट्रीले पनि के भन्छ भने नम्बर अफ पार्टिकल्स इक्वल्स टु के हुन्छ मास गिभन मासलाई के भनिदिउँ हामी ठुलो m भनिदिउँ बाई अब मास गिभन बाई जस्तो कसरी भने मास गिभन बाई के त त्यो पार्टिकलको एउटा पार्टिकलको मास जस्तो मास अफ वान मोलिक्युल वान मोलिक्युल यो के हो त मास गिभन भनौँ यसलाई यो हुन्छ नि त यसलाई ठुलो m भनौँ यसलाई सानो n भनौँ सानो m भनौँ यहाँदेखि के आउँछ त m इक्वल्स टु mn आउँछ यो कुरा हेरिराख्नु है त
यो एमएन त मैले यहाँ नि देखेँ नि, एमएन मैले के गरेँ यहाँ नि देखेँ। यो एमएनलाई मैले के लेखेँ, ठुलो एम लेख्थेँ क्या, इन्टु सी बारको स्क्वायर बाई भी छ। अब नोटिस गर्नुपर्ने कुरा भनेको के हो भने, अब यसलाई अलिकति मुनि ल्याऊँ है, यसलाई अलिकति चाहिँ मुनि ल्याऊँ, अनि यस्तो छ यो। ओके, अब यहाँनिर यो मास भने के हो, ठुलो मास भने के हो, मास अफ के त अल ग्यासियस मोलिक्युल्स, अल ग्यासियस मोलिक्युल यो हो नि त। अनि भी भने के हो त, भोल्युम अफ कन्टेनर हो। कन्टेनर मतलब माथिको क्युब थियो है। अब यो क्युब भरि त यहाँ हेर्नु है त, यो क्युब भरि त यसको भोल्युम, यसमा ग्यास छरिएको छ नि त हाम्रो त, यसमा ग्यास छरिएको छ। अब सो यहाँनिर भएको ग्यासको भोल्युम कति हुन्छ त भन्दा, यो क्युबको जति भोल्युम छ त्यति नै हुन्छ त्यो ग्यासको भोल्युम पनि। किन भन्दाखेरि त ग्यासको पार्टिकल्सहरू के हुन्छ, हामीले यहाँ के भनेको छौँ, ग्यासको पार्टिकल्सहरू के हुन्छ, ऱ्यान्डमली मुभ गरे गर्छ क्या। ऱ्यान्डमली मुभ गरेपछि ग्यासको मोलिकुल्सहरूले के गर्ने हो त भन्दाखेरि यो सबै क्युबलाई घेर्ने हो, मतलब घेर्ने हो भन्दा भित्रदेखि सबैतिर जाने भयो। त्यो भएपछि त हाम्रो त्यहाँ भित्र भएको ग्यासको भोल्युम पनि क्युबकै भोल्युमसँग इक्वल हुन्छ नि त, हुनै पर्यो। अनि यो मास भने अब ग्यासको मास रहेछ, अनि यो भोल्युम भने ग्यासकै भोल्युम रहेछ। सो अब मास बाई भोल्युम भन्दा त डेन्सिटी होला नि त है, मास बाई भोल्युम भन्दा त डेन्सिटी हो। डेन्सिटीलाई हामी के लेख्छौँ, रो लेख्छौँ। सो यहाँदेखि के आयो त, रो सी बारको स्क्वायर आयो। अनि यो कुरा के भयो त, अघि हामीले डिराइभ गर्न खोजेको कुरा डिराइभ भयो, सी बारको स्क्वायर। अनि यो फिजिक्समा सोध्ने एकदम फेमस न्युमेरिकल हो है, न्युमेरिकल होइन सरी, यो फिजिक्समा सोध्ने एकदम फेमस डेरिभेसन हो। यो आइरहेको छ है, यो लगभग 4 मार्क्स 5 मार्क्सतिर आइरहेको छ, अथवा 3 मार्क्सतिर नै आउँछ है। सो ओके, अब यो कुरा त हामीले सिक्यौँ, त्यो है त।